मैले अकबरे खोर्सानी किनेर लिएर आएँ। यता करेला काटेर सुकाउने, खोर्सानी पनि केलाएर सुकाएँ। यहाँ करेला काटेर सुकाइसके। यता पनि करेलै छ, यहाँ पनि करेलै हो मेरो, मैले सुकाइसकेँ काटेर। यहाँनिर यो अकबरे अचार बनाउने, अकबरको पेस्टको लागि तयारीमा छु म। खोर्सानीको पेस्ट बनाइसकेँ, मिक्सरमा ग्राइन्ड गरेर मिक्सरमा पिसिसकेँ। अब यसको अचार बनाउने। अकबर खोर्सानीको अचारको लागि यहाँ अलिकति ल्वाङ, यहाँ अदुवा, लसुन, यहाँ अलिकति मेथी, अन्त ज्वानो र यो सौँफ, अन्त यहाँनिर सुकमेल र टिमुर पिसेर रेडी बनाएँ। यहाँ अकबरेको पेस्टको लागि यहाँनिर पेस्ट गरेर मैले ठिक पारेँ, तयार पारि। अब मैले यहाँ मेथी, ज्वानो, सौँफ, ल्वाङ, अन्त टिमुरहरू हालेँ। अब यसलाई यसरी पुर्याउने हो। ओहो, फुर्यो। अदुवा लसुन फुराउँदैछु मैले। अब यसरी रातो रातो हुन्छ अदुवा लसुन। यहाँ मैले अदुवा लसुन, टिमुर, ल्वाङ, सुकमेल, ज्वानो, मेथी, सौँफ सबै हालेर मैले यसलाई अब मैले रातो रातो पारेर फुराउँछु। यो रातो रातो हुन्छ। रातो भइसकेपछि यसलाई अब मैले बेसार पनि हालेँ, कलरको लागि अलिकति बेसार। यो मैले हिजै यसलाई चाहिँ पेस्ट गरेर राखिसकेको हो ग्राइन्डरमा हो। अब यहाँ मैले हालेँ अचारको लागि। मेरो चाहिँ अचार बनाउने तरिका यसरी छ। हजुरहरूको चाहिँ कसरी होला? मेरो चाहिँ आफ्नो आफ्नै तरिकाले बनाइन्छ अचारहरू हो। मेरो चाहिँ यही तरिका हो अचार बनाउने। अब आफ्नो स्वाद अनुसारको नुन हालेँ। नुन चाहिँ अलिक कमै खान्छु कि म चाहिँ, अनि कमै हाल्छु हो। अचार अकबरेको पेस्ट अचार हो है मेरो चाहिँ यो। अकबरेको अचार पकाउँदैछु। यसरी अचार पाक्दैछ। अचार पनि तयारी हुँदैछ। अकबरेको अचार पनि मेरो पाक्दैछ है साथीहरू। आजको मेरो चाहिँ अचार पकाउँदै दिनभरि नै मेरो चाहिँ अचार पकाउने काम भयो। अचार तयार भइसकेर यहाँ खनाउँदैछु अचार। अब यो चिसो बनाएर अनि बदलमा हाल्ने हो। बदलमा हालेर राख्ने भइसक्यो मेरो। पाकिसक्यो मेरो अचार, अकबरे खोर्सानीको अचार। अकबरे खोर्सानीको पेस्ट पनि मैले तयार भइसक्यो मेरो हो। अब मैले यहाँनिर यसरी यहाँ यो काग लगाएर कोकको बदलमा मैले लगाउँदैछु। यो चाहिँ बाहिर पठाउनका लागि चाहिँ यसरी सजिलो हुन्छ भनेर मैले यसरी लगाउँदैछु है साथीहरू। यो चाहिँ सजिलो आइडिया रहेछ। मैले अचार यसरी अचार हालिसकेँ बयममा, बोतलमा सजिलो हुँदो रहेछ यसरी बाहिर पठाउनको लागि। मैले अचार पनि बोतलमा हालेर रेडी बनाइसकेँ यो बाहिर पठाउनको लागि।